आज हामी चाहिँ त्यो चिडियाघरमा आएको छौँ नेपालको एकदमै फेमस नभनौँ मलाई थाहा छैन एउटा यो मात्र होला चिडियाघर धेरै समय भएको थियो आज हामी जोस कस्तो छ वर्थ इट छ 250 रुपिस चाहिँ टिकटको परेको छ त्यही भएर चाहिँ अब कस्तो रहेछ सेन्ट्रल जू होइन काठमाडौँको एकदमै फेमस होइन यहाँ जूभित्र चाहिँ सानो ताल पनि रहेछ बोटिङ सोटिङ गर्न मिल्ने ट्याक्कै होइन जोस चार्ज चाहिँ कति छ थाहा भएन एकछिन गएर सोध्ने हो आज शनिबारको दिन होइन आज अहिले बेलुकाको 4-5 बजिरहेको छ 4-5 बजिरहेको भएर अब सनसेट पनि हुँदैछ सनसेटको बेलामा मान्छेहरू पनि धेरै छ अब शनिबार भएर पनि होला एकदमै रमाइलो छ भनौँ न हामी चाहिँ अब शनिबार हो भनेर चाहिँ आएको होइन जे होस् रमाइलो गर्ने भनेर आएको होइन टिकट कति हो 2 जना 255 फाइनली 255 को टिकट काटियो 255 को टिकट चाहिँ काटियो ए ल यता चाहिँ जाम ल 2 जना ठ्याक्कै रमाइलो भयो नि त दाइ बसौँ है ए आफैले चलाउने हो दाइ हजुर आफै ड्राइभर हो ल दाइ रमाइलो भयो अहिले चाहिँ बिस्तारै होइन मजा आ गया भाई अहिले चाहिँ 6 बज्न लागिसकेको छ 7 बजे चाहिँ चिडियाघर बन्द हुन्छ अरे अब हामी पनि रुम निस्किन्छौँ ढिला हुन्छ सो भिडियो इन्जोय गरौँ